सल्टिनीहरु भने मान्छे त खतरै हुँदो रहेछ हेर्नुस् पुरै जिस्काको जिस्काइ गर्ने सल्टी भन्ने कहिले भिराड पल्टी भन्ने नयाँ हामीलाई अहिले बिहे गरिसकेपछि तपाईँ एकदम भाइरल हुनुभयो हैन धेरै मान्छेले फोन गरेर जिस्काउने मसँग बिहे गर भनेका छन् कि छैनन् अब जिस्काइहाल्छन् नि अब ओहो नि कस्तो तपाईँ त भाइरल हुनको त तपाईसँग बिहे गरेर पनि भाइरल गर्नुपर्छ हुनुपर्छ कि भन्छन् ए हो हुन्छ भाइरल हुने अनि उले आउनेमा आउनुस् के भयो त नि भनेर भन्छु मैले पहिला पहिला कहिलेकाहीँ त रात पर्यो भने बुढीलाई लगेर मैले टिकटक गरेको थिएँ हेर्नुहोस् कस्ती कस्ती फेरि भाइरल भएको अहिले दिन पछि क्या हेलो होइन हो जोथेर कोले फोन गरे गर्छु हो मेरो बुढी त माइत छ ए त्यही भएर हो मलाई फोन गरे मलाई किन जिस्का छ बुढो मान्छेलाई ओहो नजिस्का कि नजिस्का बुढी माइत गएछ बुढीमा माइत आयो भने मेरो धप्पी हान्छ मेरो बुढीले हान्दैनन् किन होइन होला तिमीले मजाक नगर मसँग बुढीले थाहा पाएन मलाई धप्पी हान्यो भने नि उही खोलाको खोलै हुन्छ म त ढोकालाई चाहिँ ठुनिहाल्छ कि कति डराएको बुढीसँग नडराएर कोसँग डरायो तिमीहरूसँग भाइ ओहो नि भाइ यो बेला चाहिँ त्यस्तो कुरा नगर अहिले म चाहिँ फिल्म बनाउन लाग्छु आदरणीय दर्शक महानुभाव नमस्कार म सुमन भण्डारी तपाईहरूलाई स्वागत गर्न चाहन्छु नेपालीको टेलिभिजनमा तपाईले हाइलाइट्सहरू हेरेर पनि थाहा पाइसक्नुभयो होला आज हाम्रो बिचमा गिरिबहादुर दिसी अनि उहाँलाई चाहिँ नेपाली छोटु दादा भनेर पनि चिन्नुहुनुहुन्छ यहाँभन्दा अगाडि पनि उहाँका थुप्रै भिडियोहरू हेरिसक्नु भएको छ होला उहाँ एकदमै भाइरल हुनुभएको थियो एकताका र उहाँसँग आज केही रमाइला कुराकानी गर्दै हामीले उहाँलाई केही सहयोग भए पनि गरौँ भनेर चाहिँ यहाँ आएका छौँ उहाँलाई आज मैले चाहिँ यो झाडी जस्तोमा हैन यहाँ आँपको बुटामा फोन गर्दै भेटेको छु तपाईले अघि पनि देखिसक्नु भएको होला फोनमा कुरा गर्दै हुनुहुन्थ्यो र मैले फोन हान्दा पनि व्यस्त हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्न गइरहेका छौँ स्वागत छ तपाईलाई हाम्रो नेपालीको टेलिभिजनमा हजुर नमस्ते सन्चै आरामै हुनुहुन्छ हजुर एकदम आरामै छु आजकल हल्का उयो भइरहेछ बिजी भइरहेछ फोनमा हजुर आज बुढी माइत गएको बेला होला खाली फोन गरेर चलाउँछन् अब ससुरालीतिरकाले हो कि अब भाउहरूले हो कि केही मेसो भएको छैन आज मैले तपाईको फोन एकदम व्यस्त थियो मैले अघि फोन हान्दाखेरि पनि बाटोमा आउँदाखेरि फोन हान्दा पनि व्यस्त भनिराखेको थियो अहिले चाहिँ हजुरको श्रीमती चाहिँ माइत गइसकेपछि धेरैले चाहिँ सताइराखेका छन् हैन हजुर अब अस्ति शुक्रबार गएको हैन हजुर माइत गएको थियो अनि त्यहाँबाट मलाई फोनमा पुरै चाहिँ कतिवटा केटीले फोन गर्छन् केटीले फोन गरेर किन मलाई यस्तो सताउँछौ भनेछु हजुर अब अब मेरै बुढीले नम्बर दिएर अब मलाई सताउन लगाइदियो केही पनि थाहा छैन मलाई त ए हो हैन हजुर कति दिनलाई पठाउनु भएको छ माइत आज आउने हो ए आज आउने हजुर आज कम्तीमा बुढी माइत गयो बेला यसो चाहिँ सोल्टिनाहरू सालीहरू के भन्छ हैन हजुर उहाँहरूसँग यसो मिलाएर बस्ने गर्नु हो क्या हिजो अस्तितिर हैन त्यही भएर फोन व्यस्त भयो जस्तो लाग्यो मलाई हजुर अब सालीहरू त अझै आएनन् गरे हैन हजुर अब के गर्ने एक्लै सोधा यता उता डुल्दै सुत्दै गर्नु हेर्नुहोस् हजुर बुढी माइत अब त्यस्तै छ अब आज आउँछ त्यहाँबाट त्यस्तै उहाँले पनि फोन हानिराख्नु भएको छ आज साँझ धोबी भेट्नुहुन्छ कि आज कुकुरले खोइ अब कौनाले अब पुरा भाउ अब मेरो बुढीसँग अगाडि बसेर कुरा गरेछन् भयो के हो अब हिजो बिहानबाट अहिलेसम्म लगातार अब कामको फुर्सद पनि छैन खालि फोन उठाएछ कुरा गरेछ कुरा गरेछ उ त कामतिर ध्यान छैन हैन काममा गाली त खानु भएको छैन काम नगरेर नै खाएको छैन किनकि अब फोन आएको भए त्यस्तो हुँदैन हजुर आज खै किन कलेज जिस्काउँछ हैन अब मेरो बुढी छैन भनेर म त्यसरी कुरा गर्दैन गरे हैन हजुर त्यही भएर आज जिस्का छैन जिस्का तिमीले भन्न बसेको छु कुरा चाहिँ गर्नुहुन्न धेरै हजुर देश के भन्छ यो सोल्टिनीहरूले खुब जिस्काइराखेका छन् हैन सोल्टिनीहरु भने मान्छे त खतरै हुँदो रहेछ हेर्नुस् पुरै जिस्काको जिस्काइ गर्ने सोल्टी भन्ने कहिले भिराड पल्टी भन्ने नयाँ कहिले चाहिँ सोल्टी भन्ने त्यस्तै भएको छ हेर्नुस् तपाईलाई भिराड पल्टी पनि भने ल मलाई त भिराड पल्टी पनि भन्छु तपाईँ पल्टी आउनुहोस् भन्छु फेरि मैले ए तपाईँ त पल्टिनु भएको छैन भिरबाट कहाँ पल्टिनु अब सोल्टिनाले भिराड पल्टिनु भन्दाखेरि कहाँ भिराड पल्टि बरु तपाईँहरू पल्टी दिए आउनुहोस् बरु माथिको भाडा आउनुहोस् यति बसौँला माया लगाउँला भन्नुहुन्छ होइन होइन माया लगाउँला अहिले बिहे गरिसकेपछि तपाईँ एकदम भाइरल हुनुभयो होइन धेरै मान्छेले फोन गरेर जिस्काउने मसँग बिहे गर भनेका छन् कि छैनन् अब जिस्काइहाल्छन् नि अब ओहो नि कस्तो तपाईँ त भाइरल हुनको त तपाईँसँग बिहे गरेर पनि भाइरल गर्नुपर्छ हुनुपर्छ कि भन्छन् ए हो हुन्छ भाइरल हुने अनि उले आउनेमा आउनुहोस् के भयो त नि भनेर भन्छु मैले हजुर
त्यहाँबाट के आफ्नो बुढी लहट्ने हो र भन्न्छन् उनीहरूले बुढी त अब काँडा लहट्नु त नि अब तपाईँलाई भाइरल गराउनलाई भए ल्याएर एकछिन राखुला भन्छु मैले भाइरल भइसकेपछि गाह्रो छ होइन भाइरल गाह्रो छ हेर्नुहोस् भाइरल भइसकेपछि धेरै भाइरसहरू आयो तपाईँलाई होइन पुरै भाइरस कोरोना भाइरस भाइरस आएको छ कस्तो छ तपाईँ जब भाइरल हुनुभयो के कस्तो प्रतिक्रियाहरू पाउनु भएको छ प्रतिक्रिया त अब यस्तो भइरहेको छ अहिले त्यस्तो पहिला जस्तो छैन क्या अहिले चाहिँ धेरै चेन्ज भइसक्यो हेर्नुहोस् हजुर यिनीहरू अब भाइरल भन्छन् उसले के भन्छ कुरो सुन्दा सुन्दै हेर्नु हजुर अब कोरोना भाइरस त कहाँ लाग्ला र मलाई त्यतिकै भाइरलले मलाई मार्ने भयो भाइरलले भाइरस बनाएर लायो हजुर अफिसमा के भन्छन् जिस्काउँछन् तपाईँहरूलाई अफिसमा त त्यस्तो जिस्काउनुहुन्न कसैले पनि जिस्काउनुहुन्न हजुर त्यहाँबाट र प्युठानमा चाहिँ पहिलोचोटि हाम्रो गाउँको चाहिँ हाम्रो भाइ हिरो भएको छ हल्का फुल्का भए पनि भन्नुहुन्छ दाइहरूले हजुर अनि अब भयो दाइ हिरो अब हिरो भएको त काठमाडौँ गएर खेल्दा हो गर भन्छु गर होइन त्यहाँदेखि काठमाडौँ बसेर खेल्नाले के हिरो बन्ने हो र भन्छु तपाईँले फेरि हिरो हुनलाई त हिरो फिल्ममा खेल्नै पर्यो भन्ने हुन्छ होइन ल कहिले काहीँ त जम्पिङ पनि गर्न थाल्यो असल त दाइको अगाडि फेरि अरूको अगाडि नि दाइको अगाडि हिरोपन देखाउन थाल्नु हजुर होइन अब हिरो भइस् भन्नुहुन्छ त्यही भएर हिरो पनि त देखाउनै पर्यो कि देखाउनु पर्यो अनि सेवाग्राहीहरू आउनुहुन्छ होला होइन तपाईँहरूको अफिसमा के छ के भन्छन् सेवाग्राहीहरूले तपाईँलाई चाहिँ भाइरल भइसकेपछि मलाई पहिला अहिले त के भन्छन् भने कुनै नचिनेको गाउँघरबाट आउनुहुन्छ नि दिदीबहिनीहरू हजुर उहाँले चाहिँ ओहो यो भाइलाई हामीले देखा हो पहिला कहाँदेखि भन्छन् अनि यसो मोबाइलतिर लाग्छन् ओ यिनै भाइ हुन् ए भाइ सन्चै छौ भन्छन् हजुर दिदी सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ भन्छु चिने पनि नचिने हजुर सन्चै छु त भन्नै पर्यो भन्नै पर्यो होइन त्यहाँबाट के अरे अफिसमा आएर तपाईँको नम्बर माग्ने त गरेन कसैले नम्बर त त्यो हिसाबले माग्दैनन् हेर्नुहोस् होइन अब हामीलाई यस्तो जिस्काउने हिसाबले माग्दैनन् मलाई यस्तो चाहिए बेलामा कन्ट्याक्ट गर्छु यो चाहिँ मलाई गरिदिनु होला भन्छन् बिउपलहरू त्यसैको लागि चाहिँ नम्बर लान्छन् अब अहिलेसम्म त्यस्तो चाहिँ परिणाम आएन जिस्काउनु परिणाम आएन त्यस्तो जिस्का चाहिँ छैनन् केही सालीहरू अथवा कहिले तपाईँलाई झुक्क्याएर जिस्काउँछन् त्यो बाहेकहरू छैनन् कहिले काहीँ त सालीहरूले त जिस्का कमसेकम 1500वटा साली सल्टिनाहरू होलान् हजुर खाली बुढी माइत गयो भने यार फोन गरेर किनकि अब माइत गइसकेपछि त अब सालीहरूले त दिदी आउने चाहिँ घर आधा भिनाजुल स्टार्ट गरौँ चलाउनु भन्छन् त्यहाँबाट चलाउनु सुरु गर्छ नि के भन्छन् चलाएर के भन्छन् चलाउनु त के भन्यो भिनाजु अब दिदीले पिटेर लखटिया क्या माइततिर भन्छन् आज मैले कम धोबी पिटेर लखटेछु माइत भन्छु त्यहाँबाट फेरि उताबाट दिदीहरूलाई सोध्दाउन गरे होइन कहाँ पिट्ने हो भनेर उसले भनिदियो त्यहाँबाट उसले भन्छन् ए त्यत्तिकै भन्ने भिना तपाईँले दिदीलाई त पिट्न गएन अरे भन्छन् त्यहाँबाट फेरि कहिले काँडे पिट्नु त भन्छु त्यहाँबाट खोइले फेरि अब त्यति हाँसी खुसी गएको बेलामा दिदी उसको दिदीले पनि उल्टै मलाई आरोप लगाइदिने क्या आज मलाई बुढाले बहुत पितेर लखदो भनेर चाहिँ त्यसो मुखबाट आएर चाहिँ त्यहाँबाट साँच्चीकै पिट्नु भएको त छैन त्यस्तो त कहिले पनि हुँदैन तपाईँले पिट्नुहुन्छ कि उहाँले पिट्नुहुन्छ तपाईँलाई होइन अब दुईजना त्यस्तो चाहिँ झगडा गर्ने त्यस्तो चाहिँ परिणाम छैन होइन जे होस् तपाईँ धेरै भाइरल हुनुभयो होइन धेरै सामाजिक सञ्जालहरूमा मिडियामा होइन अनलाइन मिडियाहरूमा तपाईँको व्यापक चाहिँ भिडियोहरू टिकटकहरू पनि बनी होइन तपाईँ चाहिँ टिकटक खोलिराख्नु भएको थियो के छ टिकटक चलाउनुहुन्छ कि नै आजभोलि टिकटक मैले खोलिरहेको थिएँ होइन हजुर त्यहाँबाट एउटा छोरा चाहिँ यहीँ छ हजुर मेरो छोरा नै दाजुभाइको छोरा छ हजुर अनि उसले फेरि खालि मेरो मोबाइल लग्ने होइन कहिले के हाल्छ कहिले के हाल्छ हैरान पारेको छ पढ्नु ओर्नु त छँदै छैन खालि उयो टिकटक म पनि अङ्कल जस्तै गरेर भाइरल बन्ने भनेर यसो गर्छ हिँड्छ कहिले हुन्छस् भाइरल पढ्ने समय नपढ्ने भाइरल हुन्छ गएर भाँडामा भाइरल भइहाल्छस् भन्छु कहिले काहीँ रिसेर त्यहाँबाट कहिले काहीँ ठ्यास्स पर्छ त्यस्तै भइरहेको छ तपाईँ त धेरै भाइरल पनि हुनुहुन्थ्यो होला टिकटक चलाएको भए होइन तपाईँका धेरै गतिविधिहरू पनि राखेको भए होइन त्यहाँ काम गर्नुहुन्छ कहिले काहीँ उटपटाङ कुराहरू पनि राख्नुहुन्थ्यो होला त्यो चलाउने सोच अलि मूर्त रूपमा होइन त्यसलाई अलि थोरै टाइम दिएर चलाउने त्यस्तो सोच गराउनु भएको छ कि नै अब त्यस्तो त अहिलेसम्म छैन कस्तो हुन्छ नि अब साँझ बिहान कामको ध्यान हुन्छ होइन त्यो कामको ध्यानले गर्दाखेरि अहिले चाहिँ त्यस्तो त्यो दिनभरि कामसँग यताउता गरिरहेको हुन्छ थकेर लाग्छ त्यहाँबाट थकेला भात खाने घुत्रुको सुत्ने मात्रै चलेको छ अहिले त्यस्तो उ छैन अहिले त्यस्तो टिकटकहरू बनाउने त्यस्तो छैन पहिला कहिले काहीँ त रात पऱ्यो भने बुढीलाई लगेर मैले टिकटक गरेको थिएँ हेर्नुहोस् अस्ति फेरि भाइरल भएको अहिले दिन पछि क्या जस्तै लगभग 1 महिना भयो त्यस्तो गरेर लाग्यो त्यहाँबाट आजकल फेरि छोडिसकेँ
कति छन् फलोवर्स पुऱ्याउनु भएको छ के बनाउनु भएको छ फलोवर्सहरू फलोवर्सहरू त खै मैले त हेरेको छैन हेर्नु भएको नि छैन हजुर पहिला हेर्थेँ अब कहिले काहीँ 1 घन्टामा 2 दिनमा तपाईँको 10,000सम्म पुगेको थियो भ्युज मात्रै होइन लाइक लगभग 1,000-1,500 पुगेको थियो अनि पछि त्यो दाइको छोराले फेरि त्यो उ गरिदियो कि चेन्ज गरिदियो पासपोर्ट चेन्ज गरिदियो अनि त्यहाँ न चाहिँ इमो छ न चाहिँ अब तिनी केही पनि चल्दैन अहिले केही पनि चल्दैन टिकटकमा के नाम राख्नु भएको थियो गिरुजीसी 22 हजुर 22 नै 23 हजुर यो 23 भनेको कोड होला हैन कोड हो 23 गिरुजीसी 23 चाहिँ कोड देखो सर टिकटकमा पनि केही तपाईका भिडियोहरु चलिराखेका थिए हजुर चलिरहेको थियो तपाईलाई यो बीचमा कसैले चाहिँ हुन्छ नि फिल्म खेलाउने तपाईको रहर पनि छ हैन राजेश हमाल जस्तो बन्ने रहर छ भन्ने कुरा पनि आएको थियो कसैले भने फिल्म खेलाउँ अथवा तपाईलाई चाहिँ भिडियो मा खेलौँ भनेर कसैले भने हैन भन्नु भएको छ लगभग हजुरको दशैं पछि काठमाडौँ जाने अनि सानो सुटिङ गरौँला अनि त्यसले के परिणाम दिन्छ त्यो अनुसार अगाडि बढौँला भन्नुभएको छ केमा त्यो सुटिङ गीतमा हो कि अथवा अरु केमा तपाईको सानो उ के रे त्यो के भन्छ रे त्यसलाई सिरियलहरुमा सिरियल जस्तो हजुर सिरियल जस्तोमा अनि त्यसपछि तपाई त्यहाँ गइसकेपछि त फेरि यता जागिर छोड्नु पर्ने होला के हैन त्यस्तो म जागिर छोडेर त म त्यो गर्दैन हैन मेन त जागिर छ हैन अब त्यो चाहिँ अब भोलि भने राम्रो परिणाम दिन्छ कि दिन्न हैन पहिले सुरुमै जागिर छोडे त हुँदैन हजुर अब के रे समय छुट्टी लिएर हजुर केही समय अब 3-4 महिना गरेर छुट्टी सानो छुट्टी लिउने कि थोरै हप्ता 15 दिन त लिउन मिल्दैन 3 दिन 4 दिन 3 दिन 4 दिन त्यस्तै छुट्टी लिउन मिल्छ त्यही पनि वर्षको त्यही 12 दिन मात्र छुट्टी लिउन पाइन्छ त्यहाँ पाउँदैन त्यहाँबाट पाइदैन हजुर त्यहाँ काठमाडौँमा कोले बोलाएको छ के काठमाडौँमा बोलाएको त अहिले मलाई कसम छ नि तल पहिला सुरु मलाई इन्टरभ्यु ल्याएको सरले चाहिँ काठमाडौँ जाउँला भन्नुभएको छ त्यो काठमाडौँ जाउँला त्यहाँ केही भिडियोहरू बनाउँला सिरियलहरू बनाउँला भन्ने छ कसैले गीतहरूबाट गीतमा त्यस्तो उटपटाङ रोल पनि हुन्छ अहिले धेरै गीतहरूमा पनि हैन केही न केही उटपटाङ रोल नभइकन अहिलेका गीतहरू खासै चल्दैनन् त्यो हिसाबले पनि कसैले बोलाएको त छैन त्यसमा अहिलेसम्म बोलाउनु भएको छैन त्यस्तो बोलायो भने अथवा तपाईलाई चाहिँ कसैले फिल्म खेलाउन अथवा फिल्ममा केही उटपटाङ रोल हुन्छन् हैन विभिन्न खालका आफ्ना रोलहरू हुन्छन् अथवा तपाईको जुन क्यारेक्टर छ त्योसँग मेल खाने रोलहरू अथवा त्यो खालको भूमिका भयो भने हजुर तपाई जाने कसैले बोलायो भने जानुहुन्छ कि जानु हुँदैन त्यस्तो भयो भने त गइहाल्छु नि अब जस्तो अब पहिलेदेखि यार जस्तो त्यो दुःख थियो नि हैन त्यो दुःखबाट अगाडि त्यो साउन्डको फिल्म बनाउने हो नि त हजुरको पुरै चाहिँ पुग्छ होला तपाईको फिल्मै भन्छ त्यो जुन तपाईको जुन दुःख छ हैन दुःखबाट यो स्थितिमा आइसक्दा त एउटा फिल्म बनिहाल्छ हैन हरेक फिल्ममा त्यही त अनि अब पहिला सुख आउँछ कि चाहिँ दुःखमा आउँछ त्यस्तै हेरेर चाहिँ त्यो चलाउन सायद सकिन्छ होला अब केही तपाईलाई अपेक्षाहरू म फिल्म खेल्न पाए हुन्थ्यो भन्ने छ कि सिरियल खेल्न पाए हुन्थ्यो भन्ने छ के छ त्यस्तो रहर छ मैले त फिल्म पनि फिल्मै हो गरे हैन तर चाहिँ त्यस्तै हो सिरियलमा अलिकति इन्ट्रेस्ट छ के इन्डियाको त्यो छोटो दादा भन्ने छ नि हैन हजुर त्यहाँ हुनुहुन्छ हो उहाँले जस्तै तपाई र उहाँको लगभग हैन हाइट पनि मिल्छ तपाईको क्यारेक्टर पनि धेरै हुन्छ नि त्यो तपाईको शैली भनौं न हैन त्यो पनि मिल्छ त्यो हिसाबले छोटो दादा भन्ने छन् उनलाई भेट्न पाउनु भयो भने चाहिँ तपाई खुसी पनि हुन्थ्यो कस्तो छ भेट्न मन लागेछ उहाँलाई तपाईको भेट्न त उहाँलाई त अलिकति गाह्रै छ छोटो दादासँग भेट्न त गाह्रै छ त्यही पनि त्यो भेटौले भने त लगभग हिन्दी पनि जाने थियो लगभग म्यानेजमेन्ट पनि गरिन्थ्यो होला हैन उहाँसँगै काम गर्न पनि सजिलो हुन्थ्यो होला हजुर हजुर उहाँसँग यो उहाँसम्म त नेपाली बुझ्नुहुन्न हैन यद्यपि हिन्दीमा हुन्थ्यो भने उहाँहरूलाई कसैले चाहिँ हैन नेपालमा पनि तपाई जस्तै छोटो दादा तपाई जस्तै एउटा चाहिँ शैली भएको हैन बोल्ने शैली कला भएको मान्छे चाहिँ हुनुहुन्छ भनिन्थ्यो होला यद्यपि उहाँसँग हिन्दी बोल्न जानेको हिसाबले उहाँसँग काम गर्ने अवसर पाए पनि काम चाहिँ गर्न सजिलो हुन्थ्यो फेरि मैले त अब हिन्दी पनि जानेको छु हैन अब लगभग हजुरको त 1 महिनासम्म मसँग त्यो हुनुपर्छ मैले उहाँलाई पनि फेरि नेपाली सिकाइहाल्छु नेपाली पनि सिकाउनुहुन्छ फलो खुवाउनुहुन्छ होला जस्तो लाग्छ उहाँलाई अलि गाह्रो हुन्छ गाह्रो हुन्छ हैन उहाँसँग त अलिकति त्यस्तै टाइम लिउने त्यस्तै गर्दै उहाँसँग उपटन गर्दै त्यो फल खुवाउनु अलग कुरा हो नाइ त पहिला सुरु म फलमै खुवाउँछु भन्ने त कास सकिँदैन बिजेको मान्छे हजुर तपाईलाई चाहिँ फिल्ममा हैन हजुर कुनै मेन रोल आयो भने चाहिँ तपाईले के गर्नुहुन्थ्यो होला फिल्ममा जुन पहिलेका हिरोहरू देख्नुहुन्छ नि फाइटिङ के त्यस्तो भूमिका तपाई कसरी गर्नुहुन्थ्यो होला अहिले चाहिँ सम्झिँदाखेरि अब यसो सम्झिँदाखेरि त अब पहिला सुरु सानोको हुन्थ्यो हैन हजुर अब सानो उमेरमा त्यही हो हिसाबले गर्ने भने त 5 वर्षसम्म अब त्यही हजुर कोटु फाटेको हैन त्यसै अब नाङ्गो दुङ्गो गरेर हिँडिन्छ होला हैन
त्यहाँबाट र त्यस्तो भइसकेपछि पछि कुकुरले टोक्छ हजुर कुकुरले टोकिसकेपछि पहिला बच्चा हुन्छ गरे होइन बच्चा अब त्यो नाङ्गादुङ्गोहरू हिँड्नलाई मिल्छ होइन हजुर फिल्ममा त होइन अनि पछि त्यो गरिसकेपछि पछि त्यो बच्चालाई कुकुरले टोक्छ कुकुरले टोकेपछि लगभग त्यस्तै अब त्यो अब सब बनाउनु मिल्छ गरे सिनहरू होइन हजुर अब त्यो भइसकेपछि अब कुकुरले टोक्छ दुःख पाइन्छ हस्पिटलतिर हिँड्ने अब उपचार नभने त्यो बेलामा बुवा बितेको अनि त्यो बेलामा आमा बुढेसकाल भयो हुन लागेको हजुर त्यो गराउनु थाल्यो भने त लगभग फिल्म त बन्छ फिल्म बन्छ होइन त्यसमा जस्तो फिल्ममा अहिले तपाईँले हेर्नु कसका फिल्म हेर्नुहुन्छ तपाईँले प्राय पराए त मैले फिल्म त मैले खासै हेर्दैन हेर्नु भएको छैन नेपाली फिल्महरू पनि हेर्नु भएको छैन नै हेरेको छैन मैले कसलाई चिन्नुहुन्छ फिल्म हिरो भन्दा नेपाली हिरो भन्दा कसैले चिन्नुहुन्छ नाम याद छ हजुरलाई राधा शर्मालाई चिनेको छु मैले होइन हजुर विराज भट्टलाई चिनेको छु हजुर उहाँहरूको फिल्म हेर्नुहुन्छ एउटा चाहिँ त्यो के भन्छन् त्यसलाई के भन्ने फिल्म छ कि त्यसको नामै आएन नाम आएन त्यो बेला मोबाइल अहिलेको जस्तो मोबाइल पनि थिएनन् होइन अहिले फेरि काममा व्यस्त हुनुभयो राति पहिला पहिला त्यो उसमा हेरिन्थ्यो र कोहीले चाहिँ सिडीमा हेरिन्थ्यो कोहीले चाहिँ त्यो उसमा के भन्छ त्यो चक्कावालामा हेर्नुहुन्थ्यो कहाँ कहाँ जानुहुन्थ्यो फिल्म हेर्न फिल्म हेर्न त म बुटोलमा बस्दाखेरि अब पहिला बुटोलमा ब्ल्याक एन्ड व्हाइटमा हेर्दै गरेर टिभीमा हजुर टिभीमा अनि रङ्गिन टिभी आउनु थाल्यो रङ्गिनमा टिभी हेरेर काठमाडौँ रङ्गिनमा हेर्न थालेँ हजुर अनि त्यो भइसकेपछि पछि यहाँ लाइनहरू आयो होइन हजुर अनि गाडीहरू चल्न लाग्यो त्यति बेला बाङ्गी फेरि हाम्रो दाजुभाइकोमा एउटा हल जस्तोको टिभी राखेर हजुर हल फेरि 10 रुपियाँको एउटा फिल्म सकेको 10 रुपियाँ त्यो हेरिन्थ्यो होइन हजुर तिनी फिल्म हेर्दाखेरि अब तिनी करण अर्जुन के भने चाहिँ हामी तीन भाइहरू तीन भाइ त्यस्ता फिल्महरू राज समालका फिल्महरू हेर्नु कुनै डाइलग त याद छैन होला हजुरलाई डाइलग त याद छैन त्यहाँबाट तपाईँ चाहिँ अहिले कल्पना गरौँ होइन तपाईँ चाहिँ राजेश हमाल हुनुभयो होइन मानौँ अहिले फिल्ममा जाउँ थोरै अब छोटोमा हामी कुरा पनि सकाउने छ तपाईँ व्यस्त पनि हुनुहुन्छ होइन तपाईँ चाहिँ राजेश हमाल हुनुभयो हिरोइनलाई गुन्डाहरूले चाहिँ पिटिराखेका छन् अथवा कब्जामा लिइराखेनन् त्यो अवस्थामा तपाईँले के गर्नुहुन्थ्यो होला कस्तो त्यो बेलामा त कस्तो हुन्छ नि होइन अब वारीबाट नै काठ ल्याएर स्पिकर हानी त्यहाँदेखि यहाँ पार्ने त्यहाँ पार्ने होइन तपाईँको फिल्ममा रोल भयो भने होइन त्यस्तो रोल भयो भने त्यो गर्नुहुन्थ्यो होला एकदमै तपाईँको महत्त्वपूर्ण समय दिनुभयो एकदम व्यस्त पनि हुनुहुन्छ होइन तपाईँ आज चाहिँ अब फुर्सदको दिनमा हामी तपाईँलाई चाहिँ फेरि भेट्ने पनि छौँ अरू समयमा तपाईँलाई चाहिँ हाम्रो तर्फबाट दसैँमा अब भेट्न खोजेको चाहिँ अलि अगाडि नै थियो तर म आज एक्लै छु निकै टाढाबाट आएको पनि हो होइन अब एक्लै भएको हुनाले म देखिएँ त्यहाँ तपाईँलाई प्रत्यक्ष रूपमा दिन नसके पनि तपाईँलाई चाहिँ हाम्रो तर्फबाट दसैँमा केही कोसेली दसैँ खर्च होला होइन त्यही हिसाबले तपाईँलाई केही कोसेली ल्याइदिएका छौँ तपाईँलाई चाहिँ म दिन चाहन्छु यो चाहिँ क्यामेरामा देखाएर यसरी त्यसलाई चाहिँ हामीले खाममा राखेका छौँ पछि हेर्नु होला होइन अहिले आतुरी त लागेको छैन आतुरी कि त आतुरी लागेको छैन गोजीमा राख्नु होला र अन्तिममा छौँ अब तपाईँले धेरै महत्त्वपूर्ण समय दिनुभयो के भन्न चाहनुहुन्छ अन्तिममा अब अन्तिममा त अब आजसम्म सबैले मन पराउनु भएको छ होइन अब फेरि मेरो हर चिजमा फेरि मन पराउनु भएको छ भन्ने ऊ भइरहेको हुन्छ होइन त्यसैले सबैलाई नमस्ते होइन अब मलाई चाहिँ फिल्म अहिले सोचे यसो चाहिँ आइरहेको छ अलिकति सहयोग गर्नु होला फिल्ममा चाहिँ तपाईँलाई फिल्म खेलाउन चाहिँ सहयोग गर्नु होला अन्तिममा हाम्रो यो च्यानललाई चाहिँ तपाईँले चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला भिडियो कस्तो लाग्छ तपाईँको एउटा शैलीमा भनिदिनु न हजुरको अब यो भिडियोमा होइन अब लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन च्यानललाई होइन तपाईँ र म त माम भान्जा पनि हो भान्जालाई चाहिँ अझ माथि उठाउनु होला भनिदिनु न हजुर अब भान्जालाई चाहिँ अलिकति माथि चाहिँ अलिकति टप चाहिँ पत्रकारलाई बनाइदिनु होला होइन अब त्यही भन्न चाहन्छु मैले हस् धन्यवाद तपाईँलाई।